आयोगमा लडेर नाम निकाल्न नसक्ने, पार्टीको सङ्गठन गरेर शिक्षक बन्ने, अनि अहिले माइती घरमा आएर आन्दोलन गर्न पाइन्छ? हल्ला के आइरहेछ? कन्डम सर्टेज भयो अरे। अरू बेला नि आन्दोलन त भइरहेको थियो त। अहिले एकदम व्यापक छ। तपाईँको दुर्गा प्रसाईले आन्दोलन गरे, अरूले गरे, कन्डम सर्टेज भन्ने आएन। तर आन्दोलन गर्न आएको कन्डम सकाउन आएको त। अहिलेको शिक्षकहरूलाई सरकारसँग चित्त बुझाइ छैन भने राजीनामा दिनुहोस्, जानुहोस्। अर्को आउँछ नि त्यसको ठाउँमा, अनि त्यहाँ आन्दोलन गरेर बस्नुपर्छ। चित्त बुझाइ छैन जागिरसँग भने राजीनामा दिनु न। अर्को आउँछ नि यार, तिनीभन्दा ट्यालेन्ट आएर पढाउँछन् क्या। उमेरले तपाईँको 50 कटिसक्यो, आयोगमा लड्न नसक्ने, नाम निकाल्न नसक्ने, अनि अहिले आएर चाहिँ हामीलाई दोहोऱ्याइ तेह्रै पास नहुन्जेल चाहिँ इक्जाम दिन तिनीहरूले के एडको विद्यार्थीले 3 चोटिसम्म इक्जाम दिन लाउँछ पास भन भनेर? फेरि सुरुदेखि पढेर आउनुपर्छ, पर्दैन होइन? अनि उनीहरूलाई चाहिँ 3 चोटिसम्म चान्स दिनुपर्ने, 100मा 50 पनि ल्याउन नसक्ने यत्रको मास्टर के को मास्टर? केम चाहिने मास्टर मिसले आफ्नो बच्चा बच्ची चाहिँ सरकारी स्कुलमा पढाएर देखाउनु पर्यो क्या। आफैले विश्वास छैन तपाईँको सरकारी स्कुलकोमा बोर्डिङमा लगेर हालेछ भने यिनीहरूलाई एन दिनुपर्ने, यिनीहरूले त लोप खुवाइदिनुपर्छ। मेरो भनाइ त्यो। अनि जनतालाई दुःख दिनु भएन, 22 दिनसम्म दुःख किन दिएको त? उनीहरूको पो तपाईँको आन्दोलन गर्दा नि तलब आउँछ, धम्की दिएर यो बोलाइरहेको छैन नि त? रोडमै हाजिर पनि गरिरहेको छ। अनि अब उनीहरूको पो रोडमा हाजिर गरे नि तलब आउने भयो त। तपाईँ हामी जस्तो मान्छे त दिनकै माइती घरको बाटो हुँदै काम गर्न जाने मान्छेले चाहिँ के गर्ने, के खाने, के तिनीहरूको जाम पर्खेर बस्ने? मास्टरले साडी लाएर नाचिरहेको छ, फन जात्रा देखाएको क्या। त्यो कहाँको नैतिकता हो? कुन मास्टर हो त्यो? खुट्टा पनि काँधमा हालेर त्यो 50 कटिसक्यो यार त्यो सुड्डोले। के त्यो सिकाउने? अब यहाँ खुट्टा हालेर नाचिरहेको छ यार आन्दोलनको नाममा यार। हेर्नुहोस्, यिनीहरूको शिक्षामा गुणस्तर 0। भाइको म के भन्छु नि, हो मनलाई गाली गर्लान् शिक्षकहरूले, कमेन्ट गर्लान्, त यति बोल्न सक्ने पनि हामी जस्तै शिक्षकले हो भनेर भन्ला। तर पनि मेरो हजुरआमा हजुरबाले 1 क्लास पढ्नु भएन, तर अहिलेको शिक्षकको भन्दा बोल्ने शैली राम्रो छ र शिक्षित हुनुहुन्छ क्या। बुझ्नुभयो तपाईँले? सबै कुरा शिक्षकले मात्रै हुने होइन। मेरो हजुरबा हजुरआमा पनि शैक्षिक कुरा तिनीहरूको भन्दा राम्रो गर्नुहुन्छ अहिले, तर उहाँहरूले त पढ्नु भएन। व्यवहारिक होइन, केही पनि भएको छैन क्या मेरो विचारमा। तपाईँ गाउँको स्कुलमा जानुहोस्, राजनीति कति भएको छ क्या। जति पनि यो राहतको छन् नि, तपाईँको एमालेसँग सङ्गठन गर्ने, माओवादीसँग सङ्गठन गर्ने, काङ्ग्रेससँग सङ्गठन गर्ने, अनि जागिर खाने, अनि अहिले आएर यो भएन त्यो भएन भन्नु भएन नि। कि त सङ्गठन नभइकन बाहिर बसेर जागिर खान सक्नु पऱ्यो यिनीहरूले। अनि अहिले आएर चाहिँ तपाईँको 20-22 दिन चाहिँ आन्दोलन गर्ने, जनतालाई दुःख दिने, तपाईँको अनि जाम गराउने, तपाईँको उनीहरूलाई चाहिँ पास नहुन्जेल चान्स दिए भनिरहेको छ नि त अहिले। त्यही हो उनीहरूको विशेष माग चाहिँ। अनि एउटा मास्टर भएर तपाईँको 100मा 50 ल्याउन सक्दैन र बाहिरको मान्छेसँग भिड्न सक्दैन भने के का मास्टर त किन पढाउनु पर्यो त? तपाईँको कसरी शिक्षक भयो तिनीहरू? शिक्षकमा हुनुपर्ने गुण भएको मान्छेले साडी लाएर नाच्छ माइती घरमा? नाच्छ? पुरुष मान्छेले महिलाको वस्त्र लाएर एउटा शिक्षकको नैतिकता त्यही हो त? साडी लाएर नाच्दिने, विद्यार्थीले त्यही सिकाउने। गाउँतिर हेर्नुहोस्, मास्टरहरू जाँड खाएर स्कुल गएको नि मैले देखेको छु। सबै भन्दिनँ, तर जाँड खाएर स्कुल जाने नि देखेको छु है। तपाईँको हेडमास्टर भन्छन्, समाजमा मिलेर बस्नुपर्छ भन्छन्, त्यही हेडमास्टर चाहिँ वरिपरि कोहीसँग नबोल्ने मास्टरहरू मैले देखेको छु। दिनकै स्वास्नी कुट्ने मास्टर नै देखेको छु। तपाईँहरू गाउँ जान सक्नुहुन्छ यार। कतिको राजनीतिक भाषा त हामीलाई सोध्नु न। तपाईँको हेड सरको छिमेकीको बिहे हुनुपर्छ, 5 दिन अगाडिदेखि छुट्टी उसले पाउने है, पाउने। ऊ 1 बजी आएर पछि पनि उसको हाजिर हुने होइन। अनि त्यही हिसाबले त यिनीहरूलाई त तलब धेर भएको, सुविधा धेर भएको। गाउँमा सबै स्कुलमा अहिले कम्प्युटर गएको छ। ती गाउँका सरमिसलाई कम्प्युटरको त्यो बटन थिच्न जान्दैनन् क्या तिनीहरूले। त्यसरी जागिर खाएर पैसा पचाउँदा नि यिनीहरूलाई चित्त बुझे छैन अहिले। हेर्नुहोस्, अनि एउटा कुरा यिनीहरूलाई के गाह्रो भयो अहिले भने, अब आजभन्दा 2-4 वर्ष अगाडि सिसी क्यामेरा थिएन, अहिले प्रत्येक स्कुलमा सिसी क्यामेरा झुन्डिरहेको छ। त्यहाँबाट नि यिनीहरूलाई गाह्रो भयो, ठग्न पाएन, मोबाइल खेल्न पाइएन, त्यो पनि पाइएन। त्यो रिसले पनि यहाँ ल्याएर पोखा हुन सक्छ होइन। यिनीहरू तपाईँको यो म भन्छु प्रत्येक सरकारी स्कुल सबै पार्टीले चलाएको हुन्, पार्टीका पछि लाएर चाहिँ जाहिर खाएको हुन् क्या। यहाँ सुन्नुहोस्, तपाईँको सबैसँग खुल्ला प्रतिस्पर्धा गरेर आएको राम्रो। यिनीहरूलाई नमान्नुको कारण चाहिँ के त? यिनीहरू कमजोर भएर होइन त? यिनीहरूसँग ज्ञानै छैन, यिनीहरूसँग पढाउने क्षमतै छैन, अनि त नमाने त। तपाईँको क्षमता छ भने त सबैसँग लडेर आउँदैन।